अनि हिजो अस्ति भर्खर हाम्रो यो एमएसएस स्कोरिङ भन्ने हुन्छ होइन, त्यो चाहिँ नेपालभरिको सबै हस्पिटलहरूको मिनिमम सर्भिस स्ट्यान्डर्ड भन्ने एउटा स्कोरिङ हुन्छ कि कस्तो खाले सेवा दिइरहेछ होइन, त्यहाँ ट्रक्सहरू कस्तो भन्ने त्यसरी स्कोरिङ गरिन्छ क्या। त्यो स्कोरिङ बेलामा चाहिँ रिपोर्ट बुझाएको थियो, त्यतिखेर म पनि त्यहाँ थिएँ अडिटोरियममा होइन। त्यतिखेर मैले सायद मलाई लाग्छ मर्चेरी अलिक कमै स्कोर पाएको थियो। त्यतिखेर त्यो पिक्चरहरू पनि उनीहरूले राख्दाखेरि त्यो मर्चरीको फोटोहरू राखेको थियो कि भित्रको मर्चरी। त्यतिखेर मलाई यसो मर्चरीको अवस्था हेर्दाखेरि मलाई अलिकति मनमा अलिकति कटक्क भएको थियो, एकदमै त्यो अलिकति दयनीय अवस्थामै थियो। त्यही भएर मेरो मनमा आउँथ्यो कि कसैले यो रासनले अथवा यहाँ बनाइदिए त धेरै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्थ्यो। तर अब यसरी हजुरहरूले यहाँबाट यसरी जुन युकेबाट हङकङबाट यहाँहरूले जुन सहयोग गर्नुभएको छ त्यसको लागि एकदम आभारी छु होइन। अब यसको इनिसिएसन चाहिँ मलाई लाग्छ अब सुरुमा पूर्व मेयर साहब निवर्तमान साहबज्यू आउनुभएको थियो, त्यतिखेर म कुलदीप सरसँग बस्नु भएको थियो। त्यतिखेर नि यो कुरा उठेको अनि त्यतिखेर नै सहयोग गर्ने स्रोत जुटाउने भन्ने कुरा उठेको थियो। अब त्यो प्रोसेसमा बिचमा अलिकति टाइम लाग्यो, तर अहिले जुन अहिले आएर मोडर्लाइज भएको छ होइन, त्यसको लागि यहाँ यो प्रोसेसमा पार्टिसिपेट हुने सबै जस्तै धरान के अरे सचेत धरानसम्म डक्टर विकास, पूर्व मेयर हर्क साम्बाङज्यू, एचओडी सर यहाँलाई चाहिँ एकदम उहाँहरूको जुन भूमिका छ यहाँलाई एकदम सराहनीय छ। यसमा हाम्रो के अरे हाम्रो पूर्व भिसी सर विक्रम प्रसाद उहाँको इनिसिएटिभ पनि एकदमै राम्रो छ, एकदम धन्यवाद दिन चाहन्छु। सबभन्दा धेरै धन्यवाद म यता यो के अरे हङकङवासीहरूलाई, हङकङमा बस्ने नेपालीवासीहरूलाई, यता युकेमा बस्ने नेपालवासीहरूलाई एकदम धन्यवाद दिन चाहन्छु। अझ भन्ने हुँदै हङकङमा मेरो कान्छा भाइको परिवार छ, युकेमा मेरो बाहिर भएको परिवार छ, एकदम संयोग भनौँ होइन। त्यसलाई म एकदम खुसी छु, हृदयदेखि नै खुसी छु होइन। अब यसलाई अब यसको प्रक्रिया चाहिँ कसरी गर्ने भन्ने कुरा छँदैछ। यहाँहरूले जुन के अरे यहाँहरूले कोटेसन पनि गर्नुभएको रहेछ, त्यसमा हामीले चाहिँ मलाई लाग्छ यसमा टेक्निकल कुराहरू पनि आउँछ क्या। सिभिल वर्क मात्रै गरेर हुँदैन, त्यहाँनिर अब इलेक्ट्रिकल इन्जिनियर पनि चाहिन्छ, त्यहाँ इलेक्ट्रिकलको व्यवस्था पनि चाहिन्छ, त्यो मात्रै हुँदैन। त्यसपछि हामीलाई बायोमेट इन्जिनियर पनि चाहिन्छ, त्यो क्याबिनेटहरू चलाउनलाई बायोमेट इन्जिनियरहरू पनि चाहिन्छ। अनि सिभिल त भइहाल्यो, सिभिल त इन्भल्भ भइहाल्यो। त्यसपछि यो सबैलाई कोअर्डिनेट गरेर एउटा मलाई लाग्छ एउटा सानो एउटा होइन एउटा समिति जस्तो बनाएर यसलाई चाहिँ यो कार्य सम्पन्न गर्नुपर्छ जस्तो मलाई लाग्छ। अब यसमा अब हजुरले जतिसम्म गर्ने हो त्यसलाई अहिले नै प्रश्न पार्नुपर्छ होइन। त्यसपछि त्यो ह्यान्डओभर लिएपछि क्यासले कति गर्ने हो थप गर्ने भने अहिले नै प्रश्न हुनुपर्छ। सर उहाँहरूको जिज्ञासा के छ कि अब बनाउनुन्जेलसम्ममा त अब हामीले चाहिँ के बुझ्नुपर्छ भने सरकारी संस्थाहरूले चाहिँ उनीहरूको आफ्नो प्रोसेस हुन्छ, त्यो प्रोसेसमा जानुपर्ने हुन्छ। डोनरहरू कहाँबाट दिनुहुन्छ तपाईँहरूले चाहिँ दिँदाखेरि चाहिँ सर हाम्रो हर्क दाइले उहाँ सरले उठाउनु भयो कि मेन्टेनेन्सको फेजमा चाहिँ सचेत धरानीको पार्टिसिपेसन। अब सर हाम्रो सर त इन्जिनियर नै हुनुहुन्छ, सो यस्तो इन्जिनियर व्यक्तिहरूले आफ्नो सर्भिसलाई चाहिँ एउटा डोनेसन जस्तै त्यस पछाडि दिन चाहनु हाम्रो लागि त्यो ठिकै छ होइन। अब मलाई लाग्छ हजुरले पछि मेन्टेनेन्स हाम्रै पछि कर्मचारीले पनि गर्छ होला होइन। अनि हजुर उहाँ दाइले भने जस्तो हाम्रो दुईजना दाइ मिडिल स्कुलको सेकेन्ड स्कुलको हुन्छ। अब उहाँ दाइले भने जस्तो होइन एउटा समिति बनाएर रेखदेख गर्ने एउटा समिति बनाउनु मिल्छ भने एउटा हामी मिल्छ त्यस्तो केही छ। अलिकति मलाई एउटा लागेको छ इन्जिनियर साहबले भन्नु त्यो अलिकति टेक्निकलिटीको हिसाबमा चाहिँ अहिले बन्ने बेलामा पनि एउटा चाहिँ जस्तो बनाउँदाखेरि पनि त्यो एउटा कोअर्डिनेसन होइन, एउटा कोअर्डिनेसन चाहिँ खास गरेर इलेक्ट्रिकलको अहिले चाहिँ सबैले धेरै चाहिन्छ। किन इलेक्ट्रिकल त्यो बिजुली आउने सोर्सदेखि लिएर अब भोलिको दिनमा पुग्नुलाई बन्ने बेलामा पनि त्यो इनपुट चाहिँ एउटा चाहियो। बन्ने बेलामा चाहिँ एउटा फरक खालको र मेन्टेनेन्स पछि चाहिँ एउटा अर्को हिसाबको चाहिँ दुईवटा फरक कमिटी बनाइदिए चाहिँ हुन्छ जस्तो लाग्छ।
बन्ने बेलामा टेक्निकल मान्छे चाहिन्छ, पछि मेन्टेनेन्सको सन्दर्भमा अलिकति त्यति स्पेसलाइज म्यान पावर नभए पनि त्यो हुन्छ। र अर्को सरले एउटा सोध्नु भएको कुरा चाहिँ अब त्यो चाहिँ सशुल्कै हुन्छ, किनकि बिजुलीको पनि त रेगुलर एक्सपेन्सेस हो, त्यो माइनस बिजुलीमा चलाउनु पर्ने एउटा प्रतिष्ठानको एउटा शुल्क छ, त्यो चाहिँ अलिकति रिभाइज गर्न सकिन्छ। त्यो जुन अहिले अलिक बढी छ, अलिक बढी नै त्यसलाई रिभाइज गर्न सक्छ। किन भन्दा अब यो डोनेसनबाट बनेको हो, त्यसलाई पनि अलिकति हामीले ख्याल गर्नुपर्छ लाग्छ। त्यो हामी त्यो प्राइसलाई चाहिँ हाम्रोलाई चाहिँ अलिक रिभाइज गर्न मिल्छ होइन, त्यसमा हामी रिभिजन त्यसमा होइन। हाम्रो चाहना भनेको केवल कन्टिन्युस होइन, कहीँ स्टप नहोस्, सबै सेवाग्राहीहरूले चाहिँ होइन सरकारले सुविधा होस् भन्ने नै हो। त्यो हुँदाखेरि अब के छ भने म यसमा जस्तै एउटा यसमा हाम्रो खरिद प्रक्रियामा हाम्रो हजुर नै उहाँ सरको आफै इन्जिनियर हो। खालि हाम्रो चाहना के भने त्यो बनाउँदाखेरि हाम्रो टेक्निकल पर्सन पनि इन्भल्भ भयो भने त्यो अलिकति राम्रो हुन्छ। त्यसमा हाम्रो खरिदमा केही इन्भल्भ भयो, त्यो पैसा हामीले लिएर हामी खरिद गर्ने हजुरहरूले नै गर्ने हो। तर जो टेक्निकल स्पेसिफिक आउँछ हाम्रो इन्जिनियर देखाएको ठिक छ यसरी गर्दा गयो, किन भोलि त्यो ह्यान्डओभर हामीले नै दिने, हामीसँग भोलिलाई यो मिसिङ भयो, यो त अलिक अप्ठ्यारो हुन्छ। त्यो भएर हाम्रो तिनटै सरले भने चाहिँ तिनटै इन्जिनियरलाई इन्भल्भमेन्ट गराएर हजुरले जुन कोटेसन आउँछ, जुन उसको टेक्निकल स्पेक्स आउँछ उहाँहरू देखाएर ओके भनेर लिएर त्यसपछि गोएड गर्दा हुन्छ। त्यसो हजुरहरूले नै बनाइदियो हुन्छ। त्यो बनिसकेको त्यसपछि अफिसियली ह्यान्डओभर हामी त्यसपछि कमिटी जुन सरले भन्नुभयो एउटा सानो कमिटी बनाएर पछि उसलाई यसरी मोनिटरिङ होइन, उहाँको के चाहिँ सचेतनाको साथमा मिल्छ कि मिल्दैन? त्यो त पछि त्यो मोनिटरिङ कमिटी भन्दा एउटा मिल्छ। संरक्षण समिति उहाँहरूले चाहिँ कन्टिन्युस हजुरहरू बोल्दैन यो कम्पनीको मान्छेले चाहिँ हामीलाई चाहिँ कुरा गर्दा चाहिँ उसले चाहिँ यहाँ भोपाल चाहिँ सामान ल्याएर यहीँ बनाउने भन्ने जस्तो लागेन। उनीहरूको यस्तो हुन्छ, उनीहरूले त्यो प्यानलहरू के चाहिँ आफै प्रिपेयर गर्छ, यहाँनिर